हेलो गाइस, वेलकम टु केके ब्लग। जस्तो कि आज यहाँ सेलरोटी बनाइरहेको छ, घुमाउने रोटी। यो घुमाउने रोटी भन्छ, सेलरोटी भन्छ, सेल पिठा भनिन्छ, विभिन्न प्रकारले विभिन्न नामले भनिन्छ। आज यहाँ बसिरहेका दिदीहरू बसिरहेका छ, दिदीहरूले आज सेलरोटी पकाइरहेको छ। त्यसको बारेमा म विशेष गरेर जान्ने आएको छु कि सेलरोटी बनाउँदामा सेलरोटी के प्रकारको के चिज सामग्री यहाँ चाहिन्छ यसमा म भन्नु जान्छु। हाम्रो यहाँ माइजू हुनुहुन्छ, माइजूलाई सदस्य। माइजू नमस्कार। नमस्कार। केके ब्लगको तर्फबाट तपाईँलाई प्यार गरेर नमस्कार। सबभन्दा पहिले त म भन्न चाहन्छु सेलरोटी बनाउँदा के चाहिन्छ? सेलरोटीलाई हजुर पहिला कुट्नुपर्छ पिठो चामलको पिठो अनि चामलको पिठो भन्दा कुन चाहिँ चामलले बनाउँदा लाइ चामल। हजुर लाइ चामल। त्यसमा अनि सुजी मिसाउँछौँ, मैदा मिसाउँछौँ, आटा मिसाउँछौँ। रोटी राम्रोको लागि घिउ तेल जे हालेर पनि मार्नु पर्यो, चिनी लगाएर चाहिँ अनि मजाले माडेर अनि यसरी एकछिन भिजाउनु पर्छ, ढड्याउनु पर्छ। त्यसको पछि अनि रोटी पकाउनु हेर न मजाले फुल्दो रहेछ, मजाले फुलेको छ यो रोटी। यसले बनाउनु पर्ने रहेछ सेलरोटी। हजुर यो हाम्रो परम्परै हो। हजुर अनि यत्रो सेलरोटी बनाउनु हुँदैछ, के को लागि, के अकेजन छ? यो आइतबार 18 तारिकमा हाम्रो एउटा खसको केही सभा राखिएको छ। माघे सङ्क्रान्तिको हाम्रो फेस्टिभल भन्नुहुन्छ, त्यही राख्नु भएको छ। त्यसकै लागिमा यो भोलिको लागि आइतबारको लागि बनाएको यो 18 जनवरीको लागि। 18 जनवरीको लागि माघे सङ्क्रान्ति उत्सव। हजुर रोटी बनाइसक्नुभयो? हामीहरूले अहिले 300 रोटी भयो। 300 रोटी 300 हजुर एक खेपमा 15वटा भने टाइपिङ ठुलो ताई छ त, त्यसले गर्दा हामीले एक खेपमा 15वटा पकाउँछौँ। हजुर अब तिलको लड्डु बनायौँ। हजुर तिलको लड्डु 500 लड्डु पनि यहाँ छ नि तिलका लड्डु। ए अच्छा तिलको अचार खोर्सानी मिलाएर हजुर अचार पनि बनाइसक्यो। अब खालि रोटी पकाउनु छ। तिलको लड्डु पनि बनाइसक्यो। हजुर अब पिठा पनि धेरै नै छ होला बनाउनु। अब लाग्छ हामीलाई अझै 6 बज्छ सक्नलाई। 6 बज्छ नि? 8 बज्छ होला। 2 बजेबाट 2 बजे 2 बजीबाट 800 800 हजार भने बनिन्छ। हजार बनिन्छ। हजुर हामीको भोलि खसको एउटा परम्परा छ। नमस्कार। हाम्रो बर्दुम्चा एउटा हामीले माघे सङ्क्रान्तिको उपलक्ष्यमा अस्ति सङ्क्रान्तिमा हामीले भ्याउन असम्भव परेर अहिले हामी एउटा फेस्टिभल मनाउँदा दाजुभाइले हाम्रो खसको उद्देश्यले दाजुभाइहरूले भन्नुभयो हामीहरू आज यो आयोजन गर्न लागिरहेका छौँ। हामीको भोलि 18 तारिक जनवरी 18 तारिक हाम्रो पुरानी पोखरी खस महासभाको एउटा सभा आयोजन गरेको छ। डिस्ट्रिक्टलाई लिएर होल आसामको खस महासभाको सभापति सेक्रेटरी सहित अरू पनि अतिथि आउनुभएको छ। अहिलेसम्म आइपुग्नु भएको छैन। कतिजना आउनुभएको छ हामीलाई थाहा छैन। आउनु हुँदैछ भने चाहिँ हामी ज्ञात भएका छौँ। त्यही कारणले हामीले भोलि यो अतिथिहरूलाई निमन्त्रण गरेको उपलक्ष्यमा हामीले यो आयोजन भोलि हामी यसो माघे सङ्क्रान्तिको आयोजन गरेर हामी भोलि अलिकति निकालेर हाम्रो फेस्टिभल पनि खसको कस्तो हुन्छ हामी पनि जानु सिकौँ। हामीलाई थाहा थिएन, यसैपालि हो। अनि हाम्रो हजुर हामी पाली एउटा भोलि एउटा पहिले प्रथम हाम्रो पुरा गीत छ एउटा, त्यसको बाद खस नृत्य पनि छ, हुर्केली नृत्य भन्दो रहेछ। हामीलाई थाहा थिएन, यसैपालि हामी थाहा पाउँदैछौँ। हो त तपाईँहरूले हजुरहरूले यो भिडियो जुगेदी सबैजना खसहरू आइदिनुहुन्छ भने हामी धन्यवाद आशा गर्दछौँ। गोर्खालीको सान सेलरोटी तिलको अचार बनाउनलाई रेडी हुनुहुँदैछ हाम्रो आन्टीहरू। हाम्रा गाउँका मेरो गाउँको आन्टीहरू सबै गाउँकै आउनुभएको छ। भाउजू आन्टीहरू माताजी पनि हुनुहुन्छ। जम्मेला निम्तो छ सबैजना आउनु खेरेम तिनाली पुष्पा भण्डारी आन्टीको घरमा। अहिले आउनु, रोटी बनाउनु पर्छ, अचार बनाउनु पर्छ, भात मार्नुपर्छ होइन। सबैलाई निम्तो आउनु हजुरहरूले। अब अब यता हेर्नु त सबैले एउटा मजा।